गल्ती छैन, तरै पनि बाइबल सम्बन्धी धेरै गल्तीहरू मान्छेले निकालिरहेका छन्। त्यो चाहिँ एउटा खण्ड पढेको कारणले गर्दा मात्रै हो है। तर होल बाइबलले चाहिँ यसको विषयमा चाहिँ प्रष्ट पार्दछ। इन द बिगिनिङ परमेश्वर, सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्ने। यसको मतलब पहिला पृथ्वी होइन बनाइएको, पहिला आकाश हो। आकाश भन्दा बित्तिकै त्यसका होल होस्ट, त्यसमा भएको पुरा जुन पनि विराट संरचनाको विषयमा चाहिँ हामीले चाहिँ बुझ्छौँ। जुन यो आकाशको विराट संरचना छ त्यसलाई हामीले बुझ्छौँ। अनि त्यसलाई चाहिँ कसले सृष्टि गर्नुभयो भन्ने कुरा आउँछ। परमेश्वरले सृष्टि गर्नुभयो है। यो विशाल आकाश, आकाश भन्दा बित्तिकै तपाईँले त्यसको चाहिँ त्यो एक्सपान्डेड स्काईको सबै कुराहरू त तपाईँले बुझिहाल्नुहोस्। त्यो त विस्तारित, जो चाहिँ स्वर्गको विषयको त्यो होल कुरालाई चाहिँ एकैचोटि ल्याएर एउटै शब्दमा चाहिँ यहाँनिर टक्क राखियो। किनभने हाम्रो निम्ति यति नै हाम्रो निम्ति आवश्यकता थियो। योभन्दा बढी हामीलाई यहाँनिर चाहिएको थिएन। बाँकी कुरा त मान्छेले खोजीको क्रममा पत्ता लगाउने कुराहरू हुन्। किनभने उसको जिम्मामा राखियो नि त। मान्छे पनि त परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो नि त, होइन? त्यस कारण उसको जिम्मामा राखियो यो सबै कुराहरू। दानिएलको पुस्तकमा हामीले हेऱ्यौँ भने त्यहाँनिर चाहिँ हे दानिएल चुप लाग, तिमी आफ्नो बाटो लाग, यो अन्तिम समयको निम्ति छाप गरेर राखिएका छन्। तर ज्ञानी अगुवाहरूले यसको विषयमा के गर्नेछन्? बुझ्नेछन्। ज्ञानी अगुवाहरूले यो कुरा बुझ्नेछन्। यसको मतलब कसैले जान्ने छैनन् भनेर चाहिँ एकदम बिल्कुल गोप्यमा राखिएन, ज्ञानी अगुवाहरूको जिम्मा लगाइयो। फेरि भनिसकेपछि सबै कुरा परमेश्वरले नै गरिदियो भने त हामीले के गर्छ होला? सबैले अर्काले चपाएको मात्रै निल्ने हो भने हाम्रा दाँत त कामै नलाग्ने भइहाल्छन् नि पछि गएर, हो कि होइन भन्नुहोस् त? त्यसकारण हामीले चपाउनको निम्ति, एक्सर्साइज गर्नको निम्ति गऱ्यौँ भने चाहिँ हाम्रा दाँत पनि ठिक भएर जान्छन्। सबै कुरा ठिकठाक आफ्नो ठाउँमा हुन्छ। अनि सबै अगाडि टकारिदिएको मात्रै कुराहरूलाई हामीले चाहिँ ननिलौँ भनेर, एक्सर्साइज पनि हामीले गरौँ भनेर परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गरिएको मान्छेलाई है साङ्केतिक कुराहरू मात्रै दिनुभयो र एउटा साङ्केतिक वे परमेश्वरले त्यहाँनिर दिनुभयो है। त्यो कुरालाई चाहिँ हामीले एकदम हेर्दै जान्छौँ। त्यसै कारण हामी एउटा भुलमा नपरौँ कि परमेश्वरले पहिला पृथ्वी बनाउनु पछि आकाश बनाउनु भयो, यो भुलमा नपरौँ। 6 दिनको सृष्टिको निचोडलाई लिएर मान्छेले चाहिँ तर्क गरेका हुन् है। तर योभन्दा अगाडिको कुरा चाहिँ इन द बिगिनिङ गड क्रिएटेड हेभन एन्ड अर्थ। अर्थलाई किन मुख्य कुरामा मुख्य जस्तो किसिमले वर्णन गरियो भन्दा किनभने हामी अर्थमा छौँ। अर्थमा मान्छेलाई चाहिँ अर्थमा सृष्टि गरियो, पृथ्वीमा मान्छेलाई सृष्टि गरियो। अनि हामी यो पृथ्वीमै छौँ, पृथ्वीमै हिँडुल गर्छौँ, पृथ्वीमै हामी सबै कुराहरू हामीले पृथ्वीमै गर्नुपर्ने भएको कारणले गर्दाखेरि यो पुस्तक पनि पृथ्वीमै भएका मान्छेलाई दिइएको कारणले गर्दाखेरि पृथ्वीको चर्चा बढी गरिएको हो है। यसको मतलब पृथ्वी केन्द्रित होइन है। त्यसै हामी बाइबलमा यी कुराहरूलाई स्पष्ट देख्छौँ। अब यहाँबाट अलि अगाडि जाँदाखेरि इन द बिगिनिङ गड क्रिएटेड हेभन एन्ड अर्थ। हु वाज गड भन्ने कुरा आउँछ। परमेश्वर चाहिँ को हुनुहुन्छ अनि उहाँ कहिलेदेखि हुनुहुन्थ्यो? विगतमा पनि कसैले एकसँग प्रश्न गर्नुभएको थियो। किनभने यो आर्टिफिसियलिटीको विषयमा अनि चाहिँ नेचुरालिटीको विषयमा के कुरा मैले बताइरहेको थिएँ। त्यतिखेर त्यसो भए नेचर चाहिँ यो जुन पनि संसारमा बनिएका कुराहरू चाहिँ मान्छेको कला हो भने, बनिएका प्राकृतिकका कुराहरूबाटको कला हो भने प्रकृति चाहिँ के हो त भन्दाखेरि प्रकृति चाहिँ ईश्वरको कला हो। त्यसको नाम चाहिँ प्रकृति हो। कसैले प्रकृति भनेको प्रकृति नै हो भनेर नटुङ्गाउन्। प्रकृति भनेको चाहिँ तपाईँ हामी विश्वासीले बुझौँ, यो चाहिँ ईश्वरको कला हो। यसमै सबै कुराहरू यो आर्टिफिसियल कुरा जो पनि गराउँछन् त्यसमै परमेश्वरले राखिदिनु भयो भने अब परमेश्वर आफै को हुनुहुन्छ त? कहिले उहाँको विषयमा के भन्नु त कसैले हामीलाई सोध्यो भने कसैले सोध्नु भएको थियो। परमेश्वरको विषयमा चाहिँ त्यो प्रश्नै आउँदैन, त्यो प्रश्नै मिल्दैन। उहाँ चाहिँ आफै परमेश्वर। भजन सङ्ग्रह 90:2 लेखिएको छ, अनादिकालदेखि अनन्तकालसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। कृपया कसैले पाउनुभयो पढिहाल्नुहोस्। हजुर 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 तपाईँ नै परमेश्वर हुनुहुन्छ। अनादिकालदेखि पनि कहिलेदेखि? आजभन्दा चाहिँ करोड वर्ष अगाडि होइन, त्यसभन्दा अनादि वर्ष अगाडि, आजभन्दा ट्रिलियन वर्ष अगाडि, बिलियन वर्ष अगाडि, ट्रिलियन वर्ष अगाडि होइन, त्योभन्दा पनि धेरै अगाडि। त्योभन्दा कति वर्ष अगाडि? त्यसको कुनै काउन्टै छैन। अनि कहिल्यै सुरुवात भएको थियो उहाँको? उहाँ त अल्फा र ओमेगा हो।
सुरु अनि अन्त्य हो। त्यसैले अन्त्य पनि उहाँ नै हो भनेपछि अन्त्य हुँदै हुँदैन, सुरु उहाँ नै हो, उहाँको सुरु नै हुँदैन। जहिले पनि हुनुहुन्थ्यो, जहिले पनि हुनुहुन्थ्यो। सुदूर पास्टमा पनि हुन्छ, त्यसको सुदूर पास्टमा पनि हुनुहुन्थ्यो, जहिले पनि हुनुहुन्थ्यो। उहाँको विषयमा चाहिँ कहिले भन्ने कुराको प्रश्नै मिल्दैन। त्यसै कारण समय भन्ने कुरा उहाँले सृष्टि गर्नुभयो, त्यस कारण हामीले समयको विषयमा सोधेका हौँ नि आखिर, हो कि होइन भन्नुहोस् त। कहिले भनेर सोधेको त समय होइन र, कहिले भन्ने समय होइन, समयसँग सम्बन्धित छैन कहिले भन्ने प्रश्न। जबकि उहाँ समयका सृष्टिकर्ता हुनुहुन्छ, त्यो कहिले भन्ने प्रश्न उहाँलाई कसरी सोध्न मिल्यो क्या? फर्स्ट कुरा भयो, एन्ड द वर्ड वाज विथ गड, अनि
त्यो वचन चाहिँ परमेश्वरसँग थियो, यो पनि अगाडिको कुरा भयो। एन्ड द वर्ड वाज गड, अनि वचन चाहिँ को थियो? परमेश्वर थियो। दुईटा वाक्य योभन्दा अगाडि आए, तीनटा वाक्य। आदिमा के थियो? ध्यान दिनुहोस्, आदिमा के थियो? वचन थियो। दिदीबहिनी भन्नुहोस्, त्यसपछि वचन कसँग थियो? दाजुभाइ भन्नुहोस्, वचन को थियो? अब कसैले भन्नुहोस्, यो वचन परमेश्वर थियो भनिसकेपछि यो परमेश्वरबाट अब फेरि उत्पत्ति 1:1 जानुहोस्। आदिमा सोही वचन जो परमेश्वर हुनुहुन्थ्यो, त्यो परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो भनेपछि अब हामी क्रममा आयौँ? क्रममा आयौँ कि आएनौँ? त्यसो क्रममा जाँदाखेरि हामी कहाँ जानुपर्ने रहेछ? यूहन्ना 1:1 आदिमा वचन थियो। फेरि यस कुरालाई चाहिँ मिसव्याख्या गरेर चाहिँ, अपव्याख्या गरेर चाहिँ अरूहरूले चाहिँ कुरा गर्छन्। आदिमा शब्द थियो, शब्द बाइबलको कुरा चाहिँ हाम्रोबाट लगिएको कुरा हो भने कतिले भन्न थाल्छन्। के थियो तिमीहरूको शब्द? त्यो शब्द त त्यही के त्यही त्यो घुमेको चिन्ह, मलाई भन्न नि मन लागेन है। त्यो थियो अरे, अनि त्यही ध्वनि गुन्जायमान हुन्थ्यो अरे। होइन त्यसो। यो वचन फेरि केसँग सम्बन्ध राख्छ? पहिलो यूहन्ना 5:7 पढ्नुहोस् त। 1 John chapter 5:7। स्वर्गमा गवाही दिनुहुने तीनजना हुनुहुन्छ। हजुर। पिता, हजुर, वचन र पवित्र आत्मा। पिता, वचन र पवित्र आत्मा। अनि यी तीनजना एकै हुनुहुन्छ। यहाँनिर बिचमा चाहिँ वचनको कुरा आयो। पिता, परमेश्वरको 3 व्यक्तित्वको एउटा व्यक्तित्व, पवित्र आत्मा अर्को व्यक्तित्व। त्यसो भए यहाँनिर अर्को व्यक्तित्व त को हो? परमेश्वरको 3 व्यक्तित्वमा एउटा व्यक्तित्व के हो? पिता। अर्को व्यक्तित्व पवित्र आत्मा हो भने अर्को व्यक्तित्व के हो? होइन, तपाईँ यहाँ कुरा नगर्नुहोस् न अहिले। अर्को व्यक्तित्व के हो? पुत्र हो नि। त्यसो यहाँ पुत्र नलेखेर वचन लेखियो भने वचन कोसँग सम्बन्धित रहेछ? वचन पुत्रसँग सम्बन्धित रहेछ है। त्यसमा अघि मैले तपाईँलाई भनिरहेको थिएँ, परमेश्वरले आफ्नै दाहिने हात, दाहिने बाहुलीको बाहिरको कुरा गरेछ। यो पुत्रसँग सम्बन्धित कुरा हो। त्यसै कारणले प्रभु येशू मसीहलाई चाहिँ केले सङ्केत गर्दो रहेछ? पुत्रलाई चाहिँ वचनले सङ्केत गर्दो रहेछ। र यो वचनको कुरा त्यहाँनिर सम्बन्धित छ। यसको मतलब त्यो वचन भनेको कुनै एउटा वर्ड मात्रै नभएर चाहिँ पर्सन थियो। त उनीहरूले भनेको चाहिँ पर्सन होइन, उनीहरूले भनेको चाहिँ कुनै गुन्जायमान ध्वनिको कुरा गरेका हुन् उनीहरूले। कुनै ध्वनिको टक्राउले यो सबै कुराहरू चाहिँ आफसे आफ हुन आएको भने त्यस्तो परमेश्वरले बनाएको व्यक्तित्व यो मान्छे त यस्तो सीमित छ भने ध्वनिको टक्राउबाट कहीँ पनि त्यस्तो किसिमको सुपर नेचुरल व्यक्तित्व स्थापना हुन सक्छ? त्यो त हुनै सक्दैन। त्यसै कारण यो सुपर नेचुरल व्यक्तित्व जो परमेश्वर हुनुहुन्छ, जो त अनादिको हुनुहुन्छ, उहाँ त जहिले पनि व्यक्ति नै हुनुहुन्थ्यो। उहाँ चाहिँ एकदम उहाँ चाहिँ एकदम व्यक्तित्वविहीन कहिल्यै पनि हुनुहुन्थेन। त्यस कारण वचन भन्दा बित्तिकै त्यो व्यक्तित्व नभएको कुनै एउटा शब्द मात्रै होला भन्ने कुरा भन्छ। होइन, यो वचन भनेको चाहिँ पर्सन हो। यो पर्सन भनेको परमेश्वर हो। त्यस कारण यस कुरालाई चाहिँ हाम्रो यो मानसिक भाषामा चाहिँ प्रकट गर्न नसक्ने अवस्थालाई चाहिँ यहाँ यस्तो किसिमले चाहिँ यहाँनिर जाहेर गरिएको के यो कुरालाई चाहिँ। अब तपाईँ हामीले यहाँनिर चाहिँ अलिकति परमेश्वरको आत्माको सहायतामै हामी यो कुरालाई बुझ्नुपर्छ। वचन थियो भन्दा बित्तिकै कुनै पनि यस्तो कि निर्जीव चिज थियो भन्ने कुरा होइन, कुनै एउटा ध्वनि मात्रै थियो भन्ने कुरा होइन। उहाँ पर्सन हुनुहुन्थ्यो, उहाँ व्यक्ति हुनुहुन्थ्यो, उहाँ जहिलेको पनि व्यक्ति हो है। त्यस कारण त्यो कुरालाई र यता पुत्रत्वको कुरालाई, सृष्टिको कुरालाई जोड्नको निम्ति यो कुरा चाहिँ यहाँनिर गरिएको हो। अब हामीले हाम्रो पाठमा हामीले गयौँ भने यूहन्ना 1:1 हामीले फेरि त्यो कुरालाई त्यहाँनिर पनि टच गरिएको छ। आउनुहोस् त 1 फेरि पढ्नुहोस्। यूहन्ना को पत्री, पहिलो यूहन्ना 1:1। 1 John। जीवनको वचनको विषयमा। जीवनको यो वचन चाहिँ कस्तो वचन रहेछ? जुन आदिमा वचन थियो। आदिमा वचन थियो। अब त्यो भन्दा अगाडि के त भन्दाखेरि अझै अगाडि जानु पर्यो हामी। अझै अगाडि जाँदाखेरि त्यो वचन त के को वचन रहेछ? त्यो गुन्जायमान भएको त्यो मान्छेले परिकल्पना गरेको ध्वनि होइन रहेछ। तर के वचन रहेछ? यो जीवनको वचन पो रहेछ त है। अझै त्योभन्दा अगाडि गयौँ हामी। यूहन्ना सुसमाचार
एक अध्याय भन्दा पनि अब हामी एक अध्यायको एक पद भन्दा पनि फेरि अगाडि जानु पर्यो। अब हामीलाई उत्पत्ति एक अध्यायको एक पद भन्दा अगाडि जानु पर्यो भने यूहन्ना सुसमाचार 1:1 जान्छौँ हामी है। अनि त्यो भन्दा पनि अगाडि जानु पर्यो हामी यूहन्नाको पत्री 1 अध्यायको 1 पुग्छौँ फेरि हामी। भन्नुहोस् फेरि। जीवनको वचनको विषयमा, जीवनको वचनको विषयमा जो सुरुदेखि नै हुनुहुन्थ्यो, हजुर, जसलाई हामीले सुनेका छौँ, हजुर, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले निहालेर हेरेका छौँ। अब त्यो कुरालाई अलिकति अर्कै तरिकाले यहाँनिर यूहन्नाले प्रकट गरे फेरि, जुन कुरालाई चाहिँ बुझ्नको निम्ति यूहन्ना सुसमाचारको 1 अध्यायको 14 पदलाई हामीले पढ्नुपर्ने हुन्छ। अनि त्यसपछि के भयो? वचन चाहिँ देहधारी हुन आयो भनेर भनिएको छ। पढ्नुहोस् त 1:14। अनि वचन शरीर हुनुभयो। सुसमाचार यूहन्ना 1 अध्यायको 14 पद। हजुर पढ्नुहोस्। अनि वचन शरीर हुनुभयो, हजुर, अनि हाम्रा माझमा हजुर, अनुग्रह र सत्यताले पूर्ण भएर हजुर, वास गर्नुभयो। अनुग्रह र सत्यताले पूर्ण भएर वास गर्नुभयो। अनि हामीले पिताका एकमात्र जन्माएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौ। यो कुरामा चाहिँ, यो वचनमा चाहिँ कसको महिमा झल्किएको थियो? पिताका एकमात्र पुत्रको महिमा झल्किएको थियो। यसको मतलब बाउको गुण कसमा सरेर जान्छ? छोराछोरीमा सरेर जान्छ। त्यसै कारण यो छोरालाई हेर्दाखेरि चाहिँ पुरै बाउ झल्काउने क्या। किनभने पिताको महिमालाई केही रूपमा चाहिँ यिनीहरूले जानिसकेका थिए। यी प्रेरितहरूले पिताको महिमालाई केही रूपमा यिनीहरूले जानेका थिए। अनि त्यो कुरा यसो हेर्दाखेरि अरे लाइक फादर लाइक सन, यो कुरा देखेर पिताको व्यक्तित्व त्यहाँनिर यिनीहरूले र पिताको महिमा झल्किएको यिनीहरूले पाए। अब यसलाई वर्णन गर्दा कसरी यूहन्नाले गर्दैछन् त्यहाँनिर एकदम सूक्ष्म तपाईँहरूले केलाउनुहोस् है यस कुरालाई। तपाईँ चाहिँ एउटा निचोडमा एक किसिमको निचोड तपाईँले यहाँ लिइहाल्नुहुन्छ। त्यसपछि है गहिराइमा जानुहोस्। अनि मान्छेले संसारका ती अफवाह र बगबादहरूलाई तपाईँले एकदम एक पिठी पछाडि फालेर तपाईँलाई हिँड्नु मन लागिहाल्छ। त्यस पछाडि बगबादको सागरबाट हामी निस्किहाल्छौँ त्यस पछाडि होइन। कसैले तपाईँ हामीलाई चाहिँ भरमाउन नपाओस्। हाम्रो अवलम्बन, हाम्रो स्वीकार बलियो हुनुपर्छ। एकदम बलियो गरेर पक्रिएको हाम्रो स्वीकार हुनुपर्छ है। त्यसै कारणले यहाँनिर बताइएको छ यो जीवनको वचनको विषयमा, जो चाहिँ फेरि 14 पदमा हामी फर्केर जान्छौँ। यो एक अध्याय यूहन्नाको पत्री 1 अध्यायको 1 पददेखि लिएर फेरि फर्केर हामी कहाँ जान्छौँ? यूहन्ना सुसमाचार 1 अध्यायको 14 पदमा जान्छौँ। त्यो आदिमा भएको वचन चाहिँ के भएछ? देहधारी भएछ। अब यो देहधारी भनेको चाहिँ परमेश्वर सुरुदेखि नै के देहविहीन हुनुहुन्छ? कुरा त्यसो त होइन। देहविहीन हुनुहुन्थ्यो भने मोसाले किन चाहिँ उहाँको पिठ्यौँलाई मात्रै देख्थ्यो र? आत्माको पिठ्यौँ हुन्छ र? ब्याकपार्ट हुन्छ र? हुँदैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैनको मतलब चाहिँ देख्न नसकिने अदृश्य भन्न खोजेको हो। परमेश्वर अदृश्य हुनुहुन्छ भन्ने कुरा मैले भने परमेश्वर अदृश्य हुनुहुन्छ भने मैले भने एम आई राइट? मैले ठिकै भन्दैछु? परमेश्वर अदृश्य होइन। हाम्रो पतितावस्थाको कारण चाहिँ हामीमा उहाँ चाहिँ अदृश्य हुनुहुन्छ। हाम्रो मिट्टीको शरीरमा उहाँ अदृश्य हुनुहुन्छ। मिट्टीको शरीरले पनि थोरै चाहिँ देख्ने मौका चाहिँ मोसाले पाएको होइन र? मिट्टीको शरीरमै देख्न पाएको, तर मुहार चाहिँ देख्न सकेन है। यसको मतलब उहाँको मुहार थिएन भन्ने कुरा हो र? परमेश्वरलाई देखेर कहिल्यै पनि कुनै पनि मान्छे बाँचेको छैन भनेपछि देख्न नसक्ने परमेश्वर हो? इन्भिजिबल गड हो उहाँ? भिजिबल गड हो उहाँ। तर तपाईँ हाम्रो पतितावस्थाको विडम्बनाले गर्दा उहाँ चाहिँ इन्भिजिबल हुनु, हाम्रो निम्ति इन्भिजिबल हुनु परेको हो, हाम्रै फाइदाको लागि। उद्देश्य के हो? तिनीहरूले उहाँको मुहार देख्नेछन्। प्रकाशको पुस्तकमा आउनुहोस् त। बाइस अध्याय हो। एन्ड दे शल सी हिज फेस। 4 पद। अनि उनीहरूले उहाँको अनुहार देख्नेछन्। उनीहरूले उहाँको अनुहार देख्नेछन्। अनि उहाँको नाम उनीहरूका निधारहरूमा हुनेछ। अब भन्नुहोस्, परमेश्वर चाहिँ अदृश्य परमेश्वर कि दृश्य परमेश्वर? अब तपाईँ हाम्रो बुझाइलाई एकाएक चेन्ज गरिदिउँ है। परमेश्वर चाहिँ अदृश्य हुनुहुन्छ, परमेश्वर आत्मा हुनुहुन्छ भनेर चाहिँ एउटा पदमा केन्द्रित नहौँ है। आत्मालाई देख्न सकिन्न भन्ने कुरामा चाहिँ गएर चाहिँ परमेश्वरको मिसव्याख्या नगरौँ है। परमेश्वर आत्मा हुनुहुन्छ, यो त
आत्मा परमेश्वरको विषयमा कुरा गरेको हो। परमेश्वर पवित्र आत्मा हुनुहुन्छ, परमेश्वर पुत्र पवित्र आत्मा मात्रै त हुनुहुन्न नि, पुत्र परमेश्वर पनि त हुनुहुन्छ, परमेश्वर पिता हुनुहुन्छ पनि होइन र? परमेश्वर पिता हुनुहुन्छ, पिता परमेश्वर, परमेश्वर पुत्र हुनुहुन्छ, पुत्र परमेश्वर, परमेश्वर आत्मा हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर। क्लियर हुनुभयो? वचनलाई चाहिँ एउटा पदलाई लिएर फेरि मान्छेले चाहिँ ए परमेश्वर त यस्तो, परमेश्वर त उस्तो, भोलिपल्ट अर्को पद देखे परमेश्वर त यस्तो, फेरि अर्को पद देख्यो परमेश्वर त यस्तो। एकैछिनमा हाम्रा परिभाषाहरू चेन्ज हुनु हुँदैन। हाम्रो अडान बाइबलीय सच्चाइमा अडिएको हुनुपर्छ, यो कुरा हो। त्यसै कारणले गर्दाखेरि यहाँनिर हामीले देख्दछौँ अब परमेश्वरले मानिसलाई सृष्टि गर्दाखेरि कसको स्वरूपमा सृष्टि गर्नुभयो? कसको स्वरूपमा? परमेश्वरको आफ्नै स्वरूपमा। मानिसको स्वरूप छ भने परमेश्वरको स्वरूप छ कि छैन? अनि कुन आधारमा तपाईँ हामीले फेरि परमेश्वर चाहिँ इन्भिजिबल भन्छौँ त? देख्न सकिने परमेश्वर। त्यसैको विषयमा चाहिँ त्यो जीवनको वचनलाई टच गऱ्यौँ भनेर भन्छन्। अरे आत्मालाई टच गर्न सकिन्छ? यदि स्पिरिट बिइङ हो भने परमेश्वर टच गर्न सकिन्छ है? त्यसैले के भन्छ? यूहन्ना 1:1 आउनुहोस् त फेरि। त्यसमा चाहिँ यूहन्नाले यहाँनिर वर्णन गर्छन् है, जसलाई हामीले छोयौँ। 2 पदमा हो, ल पढ्नुहोस् त। 1मै रहेछ, 1:1 पत्री यूहन्ना। जीवनको वचनको विषयमा हजुर, जो सुरुदेखि नै हुनुहुन्थ्यो, हजुर, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले सुनेका। वचन के गर्ने कुरा हो? सुन्ने कुरा हो। वचन भन्दा बित्तिकै सुन्ने कुरा हो, वर्ड भन्दा बित्तिकै सुन्ने कुरा हो। अब हेर्नुहोस् त, सुन्नेमा मात्रै सीमित रहन्छ? हुँदैन, सीमित त्यहाँ रहँदैन। यो चाहिँ विशेष छ। पढ्नुहोस् त अगाडि। जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ। देखेका रहेछौँ त फेरि आफ्नै आँखाले। जसलाई वचनलाई देखिन्छ? त्यसो भने संसारमा मान्छेले भनेको त वर्डको विषयको कुरा रहेछ यो। संसारको मान्छेको विषयमा ध्वनिको विषयको कुरा रहेछ यो। कुनै साउन्डको विषयको कुरा रहेछ यो? होइन रहेछ। साउन्डलाई देखिन्छ? देखिँदैन। तर यो त देख्ने साउन्ड हो, यो देख्ने वचन हो, यो देख्ने वर्ड हो। यो संसारको मान्छेले भनेको जस्तो कुनै पनि किसिमको त्यो तिनीहरूले भनेको जस्तो त्यो ध्वनि होइन है। पढ्नुहोस् अगाडि। जसलाई हामीले निहालेर हेरेका छौँ, टक्लाएर हेऱ्यौँ हामीले, अनि र हाम्रा हातहरूले समातेका छन्, ह्यान्डल गरेका छौँ हामीले। अब हातले छुन सकिने रहेछ है, हातले छुन सकिने रहेछ। अब यो कुरालाई चाहिँ फेरि यूहन्नाले कुन प्रसङ्गमा कुरा गरे? देहधारी भएको अवस्थाको कुरा उनले गरे। यसको मतलब देहधारी भएपछि पो उनले छुन सके, त्योभन्दा पहिला देह नहुँदाखेरि त होइन भन्छ। यो देहधारी भनेको अर्थ चाहिँ यो होइन कि परमेश्वरको देह नै थिएन उहाँ फेरि देहमा आउनुभयो भन्न खोजेको होइन। परमेश्वर चाहिँ मनुष्य देहमा आउनुभयो भन्ने कुरामा जति देहधारी भनेको, यो देहधारी भनेको चाहिँ मनुष्य देहधारी हो कि खास चाहिँ मानव देहमा। परमेश्वर मानव देहमा आउनुभयो। मानव देहमा आउँदाखेरि चाहिँ एउटा रोचक कुरा त्यहाँनिर छ। तर यो रोचक कुरामा अलिकति दिमाग घुम्छ मान्छेको। त्यो रोचक कुरा के छ भन्दाखेरि परमेश्वर मानिस भएर आउनुभयो। मानिस भएर आएपछि उहाँलाई परमेश्वर भनिएन क्या, फेरि उहाँलाई मानिस भनियो। द म्यान भनेर भनिएको छ। 2-3 ठाउँमा बाइबलमा चाहिँ प्रभु येशू मसीहलाई द म्यान भनेर भनिएको छ, मान्छे भनेर भनिएको छ। अनि प्रभु येशू मसीह स्वयंले पनि आफूलाई चाहिँ संसारमा घोषणा गर्दाखेरि के भनेर घोषणा गर्नुभयो? आई एम सन अफ गड भनेर घोषणा गर्नुभयो। सन अफ म्यान, मानिसको पुत्र पनि सेवा पाउनलाई न सेवा गर्नलाई आएर धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो। प्रभु येशू मसीह मानिसको पुत्र, आफैलाई मानिसको पुत्र भनेर घोषणा गर्ने हो भने हामीलाई के गाह्रो भयो उहाँलाई मानिस भन्नको? अब उहाँ मानिस हुनुहुन्थ्यो। कसैले भन्छ उहाँ मानिस मात्रै हुनुहुन्थ्यो। हे यु आर राइट, यु वाज म्यान। उहाँ चाहिँ मान्छे हुनुहुन्थ्यो। तर उहाँको फेरि इतिहास भन्नुहोस् न। इतिहासमा के हुनुहुन्थ्यो उहाँ? इतिहासमा हि वाज गड, इटर्नल गड। हि वाज वाट?
परमेश्वरको वचन हुन्थ्यो। अनि वचन परमेश्वरसँग थियो, वचन नै परमेश्वर थियो। अनि जसद्वारा जसका निम्ति सबै कुराहरू के गरिएका हुन्? सृष्टि गरिएका हुन्। जसमा भनेको यही पुत्र येशूमा, जसद्वारा यही पुत्र येशूद्वारा, यही पुत्रद्वारा, जसका निम्ति भनेको यही प्रभु येशू मसीहकै निम्ति सब कुरा सृष्टि गरेका हुन्। त्यसो भने उहाँको वर्चस्वबाट, उहाँको प्रभुताबाट, उहाँको अधीनताबाट, उहाँको जुन पनि शासन र डोमिनियनबाट उम्कने तपाईँ हामीलाई अधिकार छ? कसैलाई अधिकार छ? कसैसँग यो अधिकार छैन। यसै कारण उहाँले चाहिँ कडा शासन गर्न पाउने अधिकार उहाँसित छ। यताउति हेर्ने मान्छेलाई नहेर भन्ने अधिकार छ उहाँलाई, मान्छेलाई उठ भन्ने अधिकार छ, बस भन्ने अधिकार उहाँसँग छ। तरै पनि उहाँसँग सबै अधिकार हुँदा हुँदै पनि उहाँले यसलाई अधिकारमा राख्ने वस्तु सम्झिनु भएन। आफैले आफैलाई दासको रूप धारण गरेर उहाँ चाहिँ केमा आइदिनु भयो? यो चाहिँ ग्रेट मिस्ट्री हो, एकदमै मिस्टेरियस, एकदमै गम्भीर गहिराईको कुरा हो यो चाहिँ, हैन? यो चाहिँ फिलिप्पीको पत्रीमा हामीले पढ्छौँ। आउनुहोस् त, फिलिप्पीको पत्री 2 अध्याय, यसको हामीले पढ्छौँ 6 पद। जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले हजुर परमेश्वरसँग बराबरी हुनलाई हजुर लुटको माल सम्झनु भएन। लुटको माल सम्झिनु भएन। लुटको माल चाहिँ मेरै त हो, मेरो माललाई जेसुकै गरौँ, होइन? उठ भनौँ, बस भनौँ, यता आइज भनौँ, कान निमठौँ, त्यसलाई चाहिँ मैले दण्ड दिउँ, मारौँ, त्यसलाई जिलाउँ, मेरो इच्छा। कसले मलाई रोक्न सक्छ? यो चाहिँ के हो? लुटको मालप्रति म जे पनि गर्न सक्छु। मैले कब्जा गरेको, मैले हासिल गरेको, यो मेरो हो। यसमा कसैको चुँ बोल्ने अधिकार छैन। यदि ख्रिस्टको अधिकारलाई कसैले सम्झिन्छ र उहाँको प्रभुतालाई कसैले जान्दछ भने कसैलाई चुँ बोल्ने अधिकार छैन। तर कस्तो गहिरो कुरा कि उहाँले अधिकारमा राख्ने वस्तु सम्झिनु भएन। पढ्नुहोस् त अगाडि। तर आफैलाई रित्तो पार्नु भयो। अधिकारमा बसेर लुटको माल सम्झिनु भएन, अनि आफैलाई के रित्तो बनाइदिनु भयो। अधिकार सम्पन्न भएर पनि आफूलाई रित्तो बनाइदिनु भयो। अनि र दासको रूप धारण गर्नुभयो। मानिसहरूको समानतामा के गर्नुभयो? आउनुभयो। यसको मतलब मानिसको समानतामा आएपछि परमेश्वरको समानतामा रहनु भएन। परमेश्वरको समानतामा पनि मानिसको समानतामा चाहिँ मानिसको समानतामा भन्न पाइयो। यहाँनिर अचम्मको कुरा के छ भन्दाखेरि परमेश्वरको सम्पूर्ण परमेश्वरत्व उहाँमा हुँदा हुँदै पनि उहाँ बिल्कुल मानिस भइदिनु भयो। यसैले शैतानले उहाँलाई परीक्षा गर्नको निम्ति आँट गर्न सकेको हो। नत्र शैतानलाई थाहा छैन परमेश्वरका पुत्रलाई मैले परीक्षा गर्न सक्दिनँ भन्ने कुरा? ऊ स्वर्गबाट गिरेको होइन? उसलाई थाहा थिएन उहाँ को हुनुहुन्छ भन्ने कुरा? थाहा थियो। अझ च्यालेन्ज पो गर्छ, तपाईँ परमेश्वरको पुत्र हो भने च्यालेन्ज पो गर्छ। हो त, किन होइन? म त्यसो हो भने यसो गर्नु न त भनेर उसले त चुनौती लिएर आएको होइन। उसलाई थाहा थियो यो सबै कुरा, तर उसलाई यो पनि थाहा थियो कि उहाँ मान्छे भन्नुभएको छ। यसै कारणले मान्छेलाई लडाउन सक्ने सम्भावना चाहिँ बाँकी रहन्छ। हिजो आदमलाई लडाउन सक्नेले फेरि सेकेन्ड आदमलाई पनि लडाउन सक्छु कि भनेर एउटा जमर्को चाहिँ गरेको हो उसले, होइन? तर उहाँ यस्तो मान्छे बनिदिनु भयो, यस्तो मान्छे बनिदिनु भयो कि जसलाई न मोसाले भेटाउन सक्यो, न अर्को कुनै व्यक्तिले भेटाउन सक्यो। यस्तो मान्छे बनिदिनु भयो कि यसरी उहाँ अधीनतामा आइदिनु भयो कि फुल अधीनतामा उहाँ गइदिनु भयो। फुल मान्छे बन्नुभयो, मानवमा सीमित रहनुभयो। परमेश्वरत्व उहाँमा भएको परमेश्वरत्व के भयो? स्वर्गमा राखेर छोडेर जस्ताको तस्तै त्यहाँ राखेर बिल्कुल रित्तो भएर आउनुभयो। त्यसैले प्रत्येक कुरामा उहाँले कसलाई पुकार्नु पर्थ्यो? पितालाई पुकार्नु पर्थ्यो। प्रभुले किन पितालाई पुकार्नु भएको होला? तपाईँ अचम्ममा पर्नुहुन्छ होला। उहाँ आफै परमेश्वर भएपछि किन अर्कालाई पुकार्नु परेको? फेरि यसको पछाडि भयङ्कर ठुलो रहस्य छ। सामान्य तरिकाले बुझ्दाखेरि तपाईँ हामी कन्फ्युज हुन्छौँ।
तर यो नगरिएको भए हुनेवाला थिएन, यो गरि नै पर्थ्यो। यो नगरेको भए कसैको उद्धार हुने थिएन। यसै कारण उद्धार भन्ने कुरा बिल्कुल इम्पोसिबल कुरा थियो, बिल्कुल इम्पोसिबल कुरा थियो। शैतानले पनि सोचेको थियो अब मेरो हात पर्यो, अब मान्छे जातिलाई प्राप्त गर्नको निम्ति ही क्यान डु एनिथिङ, अथवा के पनि कुरा गर्न सक्नुहुने छैन भन्ने जस्तोमा पुगिसकेको थियो। तर यति ठुलो काम र यस्तो किसिमको मिस्टेरियस काम प्रभु येशू परमेश्वरले गर्नुहुनेछ भन्ने कुरामा शैतान पनि पज्जल थियो। यो कुरा कसरी हुन्छ, अब मेरो हातमा आयो भन्ने उसले सोचेको थियो। त्यसैले त यो संसार मेरो हातमा परेको छ भन्न सकेको उसले, अनि उहाँलाई मलाई दण्डवत गर्नुहोस् म दिन्छु भन्न सकेको उसले, होइन। यसै कारणले गर्दाखेरि प्रभु येशू यस्तो मान्छे भएर आइदिनु भयो। मान्छे भएर पनि उहाँले चाहिँ सबै कुराहरूलाई के गर्नुभयो, यस्तो नम्रतामा गइदिनु भयो, यस्तो नम्रतामा फुल ओबिडेन्ट दासको रूपमा र एकदम अधीनताको कुरा गर्नु हो भने प्रभु येशू मसीह जस्तो अधीन यो सृष्टिमा कहिले कोही पनि भएन, कहिल्यै कोही पनि भएन। अनि तपाईँ हामी भन्छौँ यो संसारमा यति साह्रो कडा हुँदैन हो, चर्चका अगुवाहरूले नि साह्रै कडा गरे, बाबुआमाले नि साह्रै कडा गर्छन्, यो हुँदैन ऊ हुँदैन, यस्तो कडाइ, बाहिर निस्केर जानै नै नपाएन, आउँदिनँ हो अर्को सालदेखि त म त यो मिटिङमा पनि। कस्तो खालको अन्डरस्ट्यान्ड तपाईँ हाम्रो, तपाईँ हाम्रा विश्वासका क्याप्टेन हाम्रा प्रभु येशू मसीहलाई हेर्नुहोस्। उहाँ परमेश्वर भएर पनि मानिस बनेर आएर कस्तो ओबिडेन्ट भइदिनु भयो र यसरी ओबिडेन्स यो आज्ञाकारिताको लेसन तपाईँ हामीलाई दिएर उहाँ जानुभयो भनिसकेपछि हामी को हौ? अनि हामीलाई उहाँले जबरजस्ती गर्न पाउने अधिकार थियो र पनि गर्नु भएन। हाम्रो स्वतन्त्रतामा हामीलाई चुन्न दिनुभयो। यो जस्तो भला अर्को केही पाइन्छ? यो जस्तो भलाको कुनै परिकल्पना गर्न सकिन्छ? अर्को परिकल्पनै छैन अर्को चाहिँ। त्यसो भने प्रिय हो, तपाईँ हामी चाहिँ यो प्रभु येशू मसीहले हामीलाई यस्तो स्वतन्त्रताको चुनावमा तपाईँ हामीलाई ल्याउनु भएको छ भने र स्वतन्त्रतामा हामीले चुनेका छौँ भने अलिकति कुरा उहाँको वचनको ट्र्याकमा हिँड्दिन चाहिँ के दाँतबाट पसिना आएको तपाईँ हाम्रो? किन दाँतबाट पसिना आएको? नानीहरू, जवान छोरीहरू, बहिनीहरू किन दाँतबाट पसिना निकालेको? वचनको ट्र्याकमा हिँड्न के गाह्रो भइदियो? तिमी इज्जतदार बन भनेर बाइबलले भनेको होइन, म बेइज्जती भएर हिँड्छु भनेर किन मन परेको हामीलाई? तिमी राम्रो भला बन बाबु भनेर भन्दाखेरि होइन, म त रफ टफ बनेर हिँड्छु भने किन मन परेको? त्यस्तो कति साह्रो बागी विद्रोहपन हामीभित्र छ, हेर्नुहोस् त। हो, यो विद्रोह र बागीपनले, यो विद्रोह र बागीपनलाई चाहिँ निस्तेज गर्नको निम्ति परमेश्वर त्यो स्वर्गको विद्रोहीलाई, स्वर्गमा विद्रोह गर्ने त्यो विद्रोहीको हात बाबुआमासित विद्रोही गरिरहेछन्, विश्वासीहरू मण्डलीको अगुवासित विद्रोह गरिरहेका छन् है। बागी स्वभाव छ, एउटै कुरा मन पर्दैन। अस्ति एकजनाले एकजना लेखेको थियो मेसेन्जरमा, इनबक्समा लेखेको थियो, होइन ग्रुपमा लेखेको थियो है, आत्मिक व्यभिचार भनेको के हो भनेर लेखिरहेको थियो। अनि मैले उसलाई चाहिँ लेखिदिएँ। अनि कुरो त ठिकै थियो, आज मण्डलीको हालत त यस्तै छ, तर यस कुरा यो उहाँले लेखेको कुरा 100% सहमत चाहिँ हुन सकिन्न भनेर लेख्दै थियो। फेरि त्यही पनि बाँकी बनाइहाल्यो। यसमा वचनसहित बताउँ न त्यो कुरा भनेर बाइबलका धेरै पदहरू मैले लेखेर पठाइदिएँ। अनि त्यसपछि चुपचाप रह्यो, त्यसको प्रत्युत्तर आएन। मान्छेमा चाहिँ विद्रोहपन, यो किसिमको बागीपन, स्वतन्त्र हुन चाहने चाहना, यो स्वतन्त्र हुन चाहने चाहना भनेको फुल सैतानिक चाहना हो। बुझ्नुभयो? तपाईँ जब स्वतन्त्र चाहियो भन्ने कुरा गरिरहनु भएको छ, यद्यपि प्रभुले चाहिँ तपाईँलाई लुटको माल जस्तो तपाईँलाई दमनमा त राख्नु भएको होइन नि। उहाँले यस्तो स्वतन्त्रतामा चुन्न दिने प्रभुको वचनको ट्र्याकमा हिँड्दिनको निम्ति तपाईँ हामीलाई के समस्या? पहिला प्रभु येशू मसीहको वास्तविकतालाई हेर्नुहोस् न। उहाँले कस्तो कहाँको परमेश्वर म संसारमा आएर चाहिँ देहधारी भइदिएर यहाँसम्मको अधीनतालाई उहाँले सहिदिनु भयो र प्रभुतालाई प्राप्त गर्नुभयो। यसै कारण
उहाँ मेरो व्यक्तिगत जीवनको के हुनुहुन्छ भने हामीले स्वीकार गऱ्यौँ, प्रभु हुनुहुन्छ। व्यक्तिगत जीवनको उहाँ प्रभु हुनुहुन्छ होइन। त्यसै कारण हामीले यो कुरा छ, मेरा व्यक्तिगत जीवनका मुक्तिदाता अनि व्यक्तिगत जीवनको को हुनुहुन्छ उहाँ, प्रभु हुनुहुन्छ। तपाईँ हामीले स्वीकार गऱ्यौँ, प्रभु येशू मसीहलाई ग्रहण गर्नुभयो। कसले ग्रहण गर्नुभयो? धेरैले ग्रहण गर्नुभएको छ होइन। हात उठाउन लाउँदिनँ म अहिले ल। यदि तपाईँले उहाँलाई ग्रहण गर्नुभयो भने व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो, तर व्यक्तिगत प्रभुको रूपमा गर्नुभयो कि भएन? प्रभु भनेको के हो? मेरो मालिक, जसले जे भनेको म मान्छु। हस् मालिक भन्नुहोस्, मालिक सब मालिकको कुरा मान्छ, दासको आफ्नो केही पनि हुँदैन। व्यक्तिगत प्रभु भनेर स्वीकार गरिसकेपछि प्रभु तपाईँका धेरै कुरा त ठिक छन् कि कति कुरा चाहिँ अलिकति मलाई मन पर्दैन प्रभु, ल अलिकति स्वतन्त्र दिनुहोस् ल। सबै कुरा त हुँदैन नि। तर तपाईँको धेरै जस्तो कुरा म मान्छु, तपाईँलाई धेरै मन पराउँछु प्रभु म। यही हो प्रभुले चाहेको कुरा होइन। मैले जितेँ, जसरी मैले जितेँ उहाँले भन्नुहुन्छ भन्नुहुन्न? तपाईँ हामीलाई दास बनाउनको निम्ति होइन, विजयी बनाउनको निम्ति रहेछ। बुझ्नुभयो? जसरी मैले जितेँ त्यसरी नै तिमीहरूले पनि जित ल। तपाईँले जस्तो कहाँ हामी जित्न सक्छौँ प्रभु? मैले तिम्रो निम्ति बाटो बनाइदिएको छु नि त, जित्ने बाटो खोलिदिएको छु नि त मैले। अब यही बाटोबाट हिँड, मेरा पश्चिन्नलाई पछ्याउँदै आऊ। विद्रोही नबन, बागी नबन, ओभर स्वतन्त्रताको आकाङ्क्षा नराख। तिमीलाई दिनु सक्ने जति र चाहिने जति र आवश्यक मैले दिइसकेँ, त्योभन्दा बढी शैतानबाटको हो। त्यसकारण त्यसको डिमान्डको पछुवा नबन। आऊ वचनको अधीनतामा आऊ, परमेश्वरको वचन। जवान मानिसले यसरी नै आफ्नो चाललाई ठिक राख्न सक्छ। यो हाम्रो जय हो। अब म पुरै हेरिनँ, एउटा पद हेरेर म बन्द गरिहालेँ। 1 अध्यायको यहाँनिर यो तिमीहरूको फुल जयको कारण बनेछ, आनन्दको कारण बनेछ। कहाँनिर लेखेको छ? कति पदमा हो? एकछिन है, 4 पद ल पढ्नुहोस्। पहिलो यूहन्ना 1:4। तिमीहरूको आनन्द पुरा होस् भनेर, तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ। हेर्नुहोस् त, यी कुराहरूमा त दासत्व छैन रहेछ, यी कुराहरूमा त बन्धन छैन रहेछ, यी कुरामा त कस्तो साह्रो हो भन्ने कुरा होइन रहेछ। तर के रहेछ? तिमीहरूको आनन्द पुरा होस्, पहिचानमा, उहाँको ज्ञानमा तपाईँ हाम्रो आनन्द पुरा भएर जान्छ। जब यो कुरालाई बुझ्नुहुन्छ नि प्रिय हो, तपाईँ रमाउनुहुन्छ क्या भित्र, यहाँ भित्र रमाउनुहुन्छ, एकदम रमाट आउँछ। त्यो रमाटले तपाईँ हामीलाई अगाडि ऊर्जा दिन्छ आत्मिक पथमा अगाडि बढ्नको निम्ति। जब अन्डरस्ट्यान्ड छैन, के हो त्यतिकै अल्मलिएर बस्नु भएको छ भने त तपाईँ ऊर्जालेस भन्नुहुन्छ, ऊर्जालेस। अनि यता सेवा आइरहेको छ, यता मोबाइल खेलाउँदै बसिरहन्छ, ऊर्जै त छैन बिचराहरू।